जय महाकाल। हामी छौँ उज्जैनको महाकालको परिसरको वरिपरि। त्यसै क्रममा हामी आएका छौँ यहाँ घुम्नको लागि। श्री कृष्णजी, सुदामाजी र बलरामजीको यो विद्यालय थियो। उ बेलाको हेर्नु कति राम्रोसँग संरक्षण गरेर राखिएको छ। यहाँ श्री कृष्णजीले 64 कलाको शिक्षा लिनुभएको थियो। ल म तपाईलाई थोरै देखाउँदैछु। अति नै अद्भुत ठाउँ छ यो। त्यो बेलाको ठाउँलाई यसरी अझै पनि राम्रोसँग संरक्षण गरेर राखिएको छ, जो चाहिँ आफैमा एकदमै अद्भुत कुरा हो। श्री कृष्णजी, बलरामजी, सुदामाजीले यहाँ विद्या हासिल गर्नुभएको थियो र 64 कला सिक्नु भएको थियो। ल हेर्दै जानुस् है त भिडियो। जय श्री राम, जय श्री कृष्ण। जय श्री राम। यता हेर बाबु। चलो। श्री कृष्ण, बलराम, सुदामाजीले 64 कला सिक्नु भएको यो तपोवन हो, जसलाई चाहिँ अझै पनि संरक्षण गरेर राखिएको छ। यो सत्यको ठाउँ हो। ल हेर्नुस्, सत्यको स्थापित ठाउँ हो। द्वापर युगको बेलाको ठाउँ यसरी संरक्षण गरेर राखिएको छ। यो ठ्याक्कै उज्जैनको महाकालको दर्शन गर्न आउनेहरूले यहाँ पनि घुम्न आउने गर्छन्। यो आश्रम हो, सन्दीप आश्रम भनिन्छ यसलाई, जहाँ चाहिँ श्री कृष्णले पढाइ गर्नुभएको थियो। यो महाकाल हाम्रो उज्जैनको महाकालबाट अलिकति 2 किलोमिटरको दूरीमा छ र यहाँ कुण्ड पनि छ। यो उबेलाकै कुण्ड हो, उबेलादेखि द्वापर युग बेलादेखिको कुण्ड हो यो। चलो चलो भाई। तू पण मार। जय श्री कृष्ण। ओम नमो भगवते वासुदेवाय। 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 श्री सुदामा जी, श्री कृष्ण जी, श्री बलराम जी, श्री कृष्ण वन्दे जगद्गुरु। प्रभुले पढाइ गर्नुभएको स्थल एरिया तपोवन हो।